हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। आफ्टर लङ टाइम पछि मेरो भ्लग आउँदैछ। आई होप हजुरहरू सन्चै हुनुहुन्छ भनौँ। अनि आजको भ्लगमा चाहिँ मैले हजुरहरूलाई केही चिज देखाउँछु। आज चाहिँ हाम्रो नेपालमा नेपाली मुस्लिमहरूले मनाउने चाडपर्व जस्तै हो। चाडपर्व नै भनौँ, ताजिया हो। कोहीले ताजिया भन्छन्, कोहीले मोहरम भन्छन्। हामी चाहिँ सानैदेखि ताजिया भनेको बानीले हामी ताजिया नै भन्छौँ। आज ताजिया हो अनि आज चाहिँ यस्तो रमाइलो हुन्छ, मेला लाग्छ अनि यस्तो ठुलो ठुलो बाबाहरू हुन्छ। अनि बाबाहरू देखाउँछु म हजुरलाई। अनि कति रमाइलो हुन्छ कि त्यहाँ बिरयानी पनि बाँड्नुहुन्छ, रुअब्जा पनि बाँड्नुहुन्छ। अनि कति रमाइलो हुन्छ, कति धेरै मान्छेहरू हेर्न आउनुहुन्छ त्यहाँ। अनि म पनि जान्छु हेर्न। अनि मैले हजुरलाई भ्लग देखाउँछु मेरो। अनि हाम्रो सानो बड्डु हेर नि खेलिरहेको छिन्। सानो मेरो यो सानो पुन्टु चाहिँ साइकलमा खेलिरहेको छिन्। सानो म्याउ म्याउ। गाइस आइ एम रेडी। म चाहिँ जानको लागि रेडी भएँ। मम्मी चाहिँ पछाडि रेडी हुँदै हुनुहुन्छ। अनि म भाइ जान्छौँ। भाइ चाहिँ तल अहिले नुहाउन गएको छ। अनि सबैजना सुरु त म रेडी भएको हो नि त गाइस। मेकअप चाहिँ मेरो हल्का छ, हेर्नुहोस्। अहिले गर्मी हुन्छ, पसिना पसिना बनाउँछ गर्मीले। कपाल पनि यस्तरी बाटेछु। अनि मम्मी त्यहाँ रेडी हुँदै हुनुहुन्छ। हामी एकछिनमा जान्छौँ अब। अनि कस्तो रमाइलो हुन्छ त्यहाँ। अनि त्यहाँ डिजेहरू बज्छ होला। मेरो चाहिँ घरदेखि बाहिर निस्किसकेछौँ। अब हामी जान लागेछौँ करबलामा। मलाई चाहिँ एकदम गर्मी भएर मैले भाइलाई कुल्फी किनिदिने भन्दैछु। हामी चाहिँ कुल्फी खान आएको छौँ। कुल्फी खुवाउने मान्छे हेरेर रिसले। अभिषेक अङ्कल या कुल्फी। गाइज हेर्न सक्नुहुन्छ हजुरहरूले कस्तो रमाइलो भइरहेको थियो। यली यली भन्दै उर्फिरहेको थिएँ, काटी पनि रहेको थिएँ। कति धेरै मान्छे हुनुहुन्थ्यो। यो चाहिँ हाम्रो नेपालगञ्जको राजा गेटनिरको हो। कति राजाको मान्छेहरूको चक्कुले काटिराख्नु थियो यली यली भन्दै। अनि कति धेरै नेपाली हिन्दू सबजना हुनुहुन्थ्यो। अनि मिट माई फ्रेन्ड, मेरो स्कुल साथी हाई भन्दै थियो उसलाई। नमस्ते अरे मलाई हेलो भन्ने हो भन्दै थिएँ उसलाई। अनि पछाडि चाहिँ अरूहरू आउँदै थिए बाबाहरू लिएर। अनि यो चाहिँ हाम्रो बाबा गाड्ने ठाउँ हो। हेर्नुहोस् न गाइज, यस्तो भिड थियो, यति भिड थियो त्यहाँ। डम्बर 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 पनि बजाइरहेको थिएँ। अनि बाबाहरूलाई पनि गाड्दै थिएँ। अनि यति भिड थियो। मेला लाग्छ नि त, यहाँ मेला हो यो। त्यहाँ यति धेरै मान्छेहरू थिए। खातिरदारी हो रही इधर। बहन किस खुशी में चाय पिला रहे हो बहन, बोलो। गाइस म चाहिँ अहिले भर्खर पुगेछु घर। अनि अहिले बजिरह रातको 8:30 बजे घर पुगेछु म। यति गर्मी छ के भन्ने, यति गर्मी छ देख्नु सक्नुहुन्छ होला गर्मी कति छ भनेर। र सबैजनाले मेरो ब्लग हेरिदिनु होला। ब्लगमा लाइक कमेन्ट गरिदिनु होला र सब्सक्राइब गरिदिनु होला प्लिज गाइज। तो आज के लिए इतना काफ़ी है मेरी ब्लॉग में। बाय गाइस, बाय।